हेलो साथीहरू, आज चाहिँ मिठो मटन करी कसरी बनाउने मैले चाहिँ हजुरहरूसँग त्यो भिडियो लिएर आएको छु। सुरुमा चाहिँ मैले प्याज काटेँ। प्याज चाहिँ यसरी मसिनो गरी काटिसकेपछि चाहिँ हामीले अब टमाटर काट्छौँ। मैले टमाटर पनि मसिनो गरी काटिसकेँ। त्यसपछि चाहिँ मैले अब मासुको लागि कराई बसालेर तेल हाल्छु। तेल हालिसकेपछि चाहिँ मैले त्यसमा गरम मसला एड गर्छु। यदि हजुरहरूसँग छैन भने नहाल्दा नि हुन्छ। त्यसपछि मैले प्याज हाल्छु। प्याज हालिसकेपछि चाहिँ मैले त्यसलाई एकछिन मजाले चलाउँछु। प्याजलाई चाहिँ हामीले रातो गरी भुट्नुपर्ने हुन्छ। प्याज यतिको रातो भइसकेपछि चाहिँ मैले मासु हाल्छु। मासु हालिसकेपछि चाहिँ मैले अब यसरी चलाउँछु मासुलाई चलाएपछि मैले अब मसला हाल्छु एकछिनपछि अनि त्यसलाई मजाले चलाउँछु। चलाइसकेपछि मैले बेसार हाल्छु। त्यसलाई पनि मजाले सबै मोल्ने तरिकाले चलाउँछु। त्यसपछि चाहिँ अब हामीले नुन हाल्छौँ। नुन हालिसकेपछि चाहिँ त्यसलाई पनि मजाले जता लाग्ने गरी चलाउँछौँ। त्यो चलाइसकेपछि चाहिँ हामी टमाटर हाल्छौँ। अब टमाटर हालिसकेपछि एकछिन चलाउँछौँ। एकछिन चलाइसकेपछि चाहिँ अब त्यसलाई हामीले एकछिन मजाले चलाइसकेपछि अब त्यसलाई हामीले छोप्नुपर्ने हुन्छ। छोप्छौँ। छोपेको एकछिनपछि निकाल्छौँ। मासु यस्तो देखिन्छ। फेरि एकचोटि यो जिराको धुलो हाल्छौँ। यदि हजुरहरूसँग छैन भने नहाल्दा पनि हुन्छ। अनि त्यसलाई मजाले चलाउँछौँ। अनि त्यसपछि चाहिँ अब हाम्रो मिठो मटन रेडी हुन्छ। मटनको लुक चाहिँ यस्तो आउँछ। यो मटन चाहिँ रेडी भइसक्यो।